यो मेला हेरेपछि तपाईलाई पनि यहाँ आउन मन लाग्नेछ, तर अन्तिममा देखेको कुरा मैले सोचेकै थिइनँ। हेलो एभ्रिवान, राधे राधे। स्वागत छ तपाईलाई आजको यस ब्लगमा। यो आधी रातको समयमा हामी 3 जना भएर एउटा बाइकमा ट्रिपल बसेर जाँदैछौँ एक्सपो मेला हेर्न। यो भिडियो चाहिँ धेरै अगाडिको थियो, मैले अपलोड गर्न पाएको थिइनँ। आमा बिरामी हुनुहुन्थ्यो र त्यही भएर म भिडियो अपलोड गर्न पाएको थिइनँ। फाइनली हामी आइपुगिसकेका छौँ एक्सपो मेलामा। यो मेलामा खानादेखि लिएर टेक्नोलोजी सम्मको सबै सामग्री एकै ठाउँमा भेटिँदो रहेछ। आजको ब्लग निकै इन्ट्रेस्टिङ हुनेछ, कृपया भिडियोलाई अन्तसम्म हेर्नुहोला। यता चाहिँ हेर्नु न गाइस, राधा कृष्ण भगवानको कति राम्रो राम्रो पेन्टिङ। मेलाभित्र पस्ने बित्तिकै चारैतिर रङ्गी बिरङ्गी लाइट, म्युजिक सिस्टम र मानिसहरूको उत्साह नै फरक थियो। साँच्चै भन्नुपर्दा मेरो पनि एनर्जी नै फरक थियो। यहाँ ह्यान्डमेड सामानदेखि लिएर कस्मेटिक, फुड, टी, कफी, एभ्रिथिङ, ट्रेन्डी कपडासम्म सबै कुरा कम प्राइसमा पाइँदो रहेछ। मेरो चाहिँ सबैभन्दा पहिली नजर गयो कस्मेटिक आइटममा। अब तपाईहरू हाँस्नुहुन्छ होला, जेन्ट्स भएर कस्मेटिकमा नजर गयो भन्दा, तर मलाई चाहिँ छोरीले हेयर ब्यान्डहरू ल्याइदिनु है पापा भनेर पठाइरहथिन् र साथै श्रीमतीको लागि इयरिङ पनि लिन भनेर आएको। सबै थोक हेरिसकेर अनि चाहिँ हामी कपडा हेर्नतिर लाग्यौं। कपडाहरू पनि साह्रै सस्तो सस्तो रहेछ, सेल लागेको रहेछ। मन त परेको थियो तर किन्न चाहिँ किनिन। र तपाईलाई चाहिँ कुन आइटम मन पर्छ कमेन्ट गर्नुहोस् है। अब म तपाईलाई देखाउन लाँदैछु यो मेलाको सबैभन्दा अचम्मको कुरा। मैले यस्तो एक्सपेक्ट पनि गरेको थिइनँ। यो हेर्नु न गाइस, कति सानो तलवार, कति राम्रो लागेको। र यतापट्टि चाहिँ हेर्नु फुलका पुलीहरू पनि भेटिँदो रहेछ, नाना प्रकारको फुलको पुलीहरू। र यतापट्टि चाहिँ कप, प्लेट र सिसाको ग्लासहरू कति राम्रो राम्रो, क्या दामी दामी। र यतापट्टि चाहिँ सुनको चेनहरू हेर्न सक्नुहुन्छ। म त एकदमै साँच्चैको सुन जस्तै लाग्दै थियो। र यतापट्टि चाहिँ हेर्नु न कति दामी दामी लिपस्टिकहरू होइन। मैले चाहिँ छोरीको लागि हेयर ब्यान्ड र साथै टोइज कतिवटा र श्रीमतीको लागि इयरिङ 2-3 जोडी लिइसकेको छु। अब आयो सबैभन्दा मजाको ठाउँ। यहाँ चाहिँ सानो बच्चादेखि नानी केटाकेटीहरू खेल्ने ठाउँ। देखेर त मलाई पनि खेलौं खेलौं लाग्यो, तर के गर्न, खेल्न मिलेन। साँच्चै भन्नुपर्दा यो एक्सपो मेला घुमेर मलाई चाहिँ राम्रो लाग्यो आज। यदि तपाईँ पनि यस्तो मेला घुम्न मन पराउनुहुन्छ भने भिडियोलाई लाइक गर्नुहोस् र साथै च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। र कमेन्टमा भन्नुहोस् तपाईलाई आजको यो भिडियो कस्तो लाग्यो। आजको ब्लग यति नै हो साथीहरू, फेरि भेट्नेछौँ अर्को ब्लगमा। बाई बाई, टेक केयर, जय गोर्खा।